सबैजनालाई अनि हामी चाहिँ खाजा खान आएका छौँ नेवारी खाजा घर नेवारी खाजा घरमा हामी अहिले खाजा कुर्दैछौँ पेटमा भोक लागेछ मुसा कुदेछ यो खाजा कस्तो छ खाजा नेवारी खाजा जस्तो खाँदैछु खानु पनि बोल्नु हामी खाँदैछौँ डेकोला 8 बजी डेकोला बेसी छोइला चिउरा यति बुढाको छोइला चोरेको भाडामा चुरा खोज्ने दाइ चुरा बजी बजी खोप्ने बिहा यो हो बुटुन डेकोला यो छोइला चिउरा अचार खाएल सपु मिठा इज भेरी गुड यो चाहिँ राँगाको भुँडीभित्र नलीखुट्टाभित्रको त्यो स्यो के भन्छ अरे स्यो राखेर बनाएको हुन्छ होइन नलीखुट्टाभित्र भएको एकदमै मिठो हुन्छ हामीले प्लेट मगाएको थियौँ खान्छु ल खाएँ ल मिठो हुन्छ सानो रहेछ मिठो छ
ओके अल राइट एभ्रिवान हामी पनौतीको नेवारी खाजा एकचोटि टेस्ट गरौँ भनेर नेवारी खाजा पनि खाएर चट्ट परेर बुढाबुढी होइन सधैँ पहिला घरकै खाजा खाइन्थ्यो अन्त आज चाहिँ नेवारी खाजा टेस्ट गरौँ भनेर नेवारी खाजा खाएर चट्ट लाएर बुढाबुढी हिँडिरहेछौँ गुडिरहेछौँ कस्तो लाग्यो बुढी तिमीलाई नेवारी खाजा महँगो सस्तो कुरै भएन नि मेरो बुढीलाई स्पेसल खाजा खुवाइदिएको आज नेवारी अब पनौतीको झोलिङ्गे पुल पनि एकचोटि टार दिन्छु ल पनौती बनेको होइन हाम्रो खोला हो यो मणिबाट नि आउँछ होला बाँसटोलबाट नि आउँछ होला यो नारायण 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 ओ कस्तो धुलो उडाएको यसले कस्तो धुलो उडाएको लगाइ अब हामी पनौतीबाट बजार एरिया यो एरिया चाहिँ बजार एरिया भन्छ है गाइज अनि बजार एरियामा चाहिँ के छ उत्तर प्रयाग पनि भन्छ एरियालाई होइन अनि 12 वर्षको मकर मेला लाग्ने ठाउँ चाहिँ यहाँनिर हो अनि यहाँनिर चाहिँ इन्द्रेश्वर महादेव हुनुहुन्छ अब माथि चाहिँ गोरखनाथ अनि यो गोरखनाथको डाँडा चाहिँ उबेलामा रामले चाहिँ सञ्जीवनी बुटी रामलाई चाहिँ लक्ष्मणलाई के हुँदाखेरिमा हनुमानले सञ्जीवनी बुटीको लागि त्यो पहाडे सुधा उतार लाग्दाखेरि एउटा सानो टुक्रा खसेको भन्ने गरिन्छ गोरखनाथलाई चाहिँ हामी चट्ट लगाएर घरतिर लाग्दैछौँ है बस पार्क एरिया हामी लगभग आइपुगिसकेका छौँ देख्न सक्नुहुन्छ यो चाहिँ बस पार्क एरिया भन्छ यो अगाडिको भागलाई नभए यहाँबाट चाहिँ बस पार्क एरिया यो ठाउँलाई चाहिँ यहाँबाट चाहिँ अब काठमाडौँको बस लाग्छ ए ल ओहो कहाँ बिचमा रोकिएको हो यो मान्छेले अब घरतिर लाग्नुपर्छ नि कि कतै जाने रहर छ अझै छ भने भन है अहिले लगभग अब कति बज्न थाल्यो यो तरकारी के पकाउनु होला जे छ त्यही पकाउन 3 लगभग 4 बज्न थालेछ अब घरतिरै लाग्नुपर्छ होला होइन त हाम्रो माया जुनी जुनीलाई शत्रुहरूको आशीर्वाद रे यो गाडीमा लेखिरहेको हाम्रो माया जुनी जुनीलाई शत्रुहरूको आशीर्वाद ओहो अन्त हामी चट्ट पारेर सर घुमेर आयौँ अब हामी अलिकति माथिसम्म यहाँबाट हुँदै यहाँ माथिसम्म घुम्न जान्छौँ अब हामी
गाइस काठुङ गणेश छ नि काठुङ गणेश त्यही हो ल जय काठुङ गणेश जय जय बाटोबाट टिफर आउँछ है होइन बुढा यस्तो बाटोबाट आउँदैन उता पारिबाट चाहिँ जान्छ यहाँबाट आउँदैन गाइस गाइस हामी बुढाबुढी कन्टेन्ट खोज्दै हिँडे है मिडिया मुनि कन्टेन्ट खोला त्यो खत्तम भएछ नि होइन बेलुन बेच्ने हो यो पुण्यको हो कि सुन्नेको हो कहाँ सुन्नेको होला सुन्ने जस्तो बच्चाको हेर्दा नि गाइस यो चाहिँ हाम्रो यो रोसी खोला अस्ति 2081 को पानीले ध्वस्त पारेको ठाउँहरू यिनीहरू नै हो देख्न सक्नुहुन्छ पहिला बुढाबुढी खतरा लुगा धुन आइन्थ्यो यो खोलामा है अनि लुगा धुन आउँथ्यौँ हामी ऊ जमानामा हाम्रो घरमा भाडा नहुँदाखेरि मेरो बुढाहरू म यहाँसम्म लुगा धुन आउँथ्यौँ मेरो बुढाहरू पनि साबुन आउँथे बुढाले खाइदिनुहुन्थ्यो बिचारेर सुकाइदिनुहुन्थ्यो मलाई कति माया गर्नुहुन्थ्यो ऊ जमानामा पनि कमाइ नहुँदाखेरि होइन कमाइ त थियो नि त्यति बेला नि किन थिएन अलिअलि थियो तर अलिक कम थियो नि त त्यो बेलामा अहिलेको मान्छेहरूको भन्दा नि बढी नै थियो कम भन्दा नि हामी मेहनती मान्छे हो नि त मेरो बुढा मेहनत गर्थ्यो कमाइ थियो तर अलिक कमाइ कम हुँदाखेरि त्यो बेलामा बुढाले माया गर्थ्यो योभन्दा नि बेसी अझै होइन अनि मैले लुगा साबुन लाउँथेँ अनि बुढानी सँगसँगै आएर लुगा फेकिन्थ्यो बनाइदिन्थ्यो ओ गाइस देख्न सक्नुहुन्छ त्यो बगरको बारीले पनि माथिसम्म कटान गरेर पुरै घरको त्यो आँगनमा पुरै कटान गरेर कति अग्लो बारी आएको रहेछ त है ठुलै बारी आयो नि त है पिउने पानी यस्तो छ ऊ माथि जानलाई माथि जाने ऊ हेर नि त्यो चाहिँ पर्याङ ढुङ्गाको इनारतिर जस्तो आम्मा कहाँसम्म पुग्यो यो ठाउँमा त म फर्स्ट टाइम आउँदैछु यो बाढी पछि त